नजिक भएर पनि नजिक हुनुको भाव आउँदैन। म त्यही बगर हुँ जहाँ नदीको बहाव आउँदैन, म त्यही बगर हुँ जहाँ नदीको बहाव आउँदैन। रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा, रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा, जहाँ अन्तिम परीक्षा सकिने बेलासम्म पनि किताब आउँदैन। यही हाल भएको छ हुम्लाको। सुदूरपश्चिमका पहाडी जिल्लाका सामुदायिक विद्यालयमा अझै पाठ्य पुस्तक पुग्न सकेको छैन। विद्यार्थीको भौतिक उपस्थितिमै पठन पाठन शुरू भएको लामो समय भइसके पनि पुस्तक नपुग्दा पठन पाठन प्रभावित भइरहेको शिक्षक विद्यार्थीले गुनासो गरेका छन्। मुगुमा शैक्षिक सत्र शुरू भएको 7 महिना पुग्दा पनि अझै पाठ्य पुस्तक पुग्न सकेका छैनन्। वर्ष पनि 5वटै हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र शुरू भएको 2 साता भयो, तर पाठ्य पुस्तक पुगेको छैन। शैक्षिक सत्र सुरु भएर पनि अन्त्य हुन लागेको बेलामा परीक्षाको तयारी गर्ने बेलामा विद्यार्थीले अझैसम्म कोही कतै स्कुलमा नपुगेको अवस्था पनि छ। यसमा चाहिँ सरकारकै कमजोरी छ। अहिले पनि कतिपय स्कुलमा 50% पाठ्य पुस्तकहरू पुगेका छैनन्। भानु यो दरबार हाई स्कुल जो काठमाडौँको मुटुमा छ, रानी पोखरीमा छ, अहिले पनि त्यो ठाउँमा झन्डै 30% पुस्तकहरूको अभाव काठमाडौँको स्कुलहरूमा छ। के आधारमा उनले पढाइरहेको छ? यो गम्भीर समस्या आज 80 लाख विद्यार्थीहरूले भोगिरहेका छन्। साथै जब पाठ्य पुस्तक छैन भने विद्यार्थीहरूले कक्षा कोठा बन्द गरिरहेका छन्, कक्षा कोठा छोडिरहेका छन् र उनीहरू स्कुलबाट निस्किरहेका छन् र पढाइ राम्रो भएको छ। कर्णालीमा यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्य पुस्तक पुगेको छ। विशेष गरी कर्णालीका हिमाली जिल्लामा समयमै पाठ्य पुस्तक पुगेका छन्। मुगुका 140 वटा सामुदायिक विद्यालयका 17,000 भन्दा बढी विद्यार्थी शैक्षिक सत्रको सुरुमै पाठ्य पुस्तक पढ्न पाउँदा दङ्ग छन्। हिमाली जिल्ला ताप्लेजुङमा शैक्षिक सत्र शुरू हुनुभन्दा करिब 2 साता अघि नै पाठ्य पुस्तक पुगेको छ। वार्षिक परीक्षा शुरू हुने बेलासम्म पाठ्य पुस्तक विद्यार्थीको हातमा नपुगेको समाचार आइरहने कर्णालीमा यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्य पुस्तक पुगेको छ। हाम्रो स्कुलमा पनि अब चाहिँ शैक्षिक सत्र शुरू हुनुभन्दा पहिला नै किताब